हेलो एभ्रिवान। आज चाहिँ हामी माक्राबाट घुम्नु गएको होइन। माक्रादेखिको त गम्टु भुटान गएको। मसँग हुनुहुन्छ हाम्रो प्रिन्स दाई गोरुबथानको हो र हामी जाँदैछौँ गाडीमा र गम्टु भुटान जाने अरे, भुटान घुम्ने भनेर भन्नुहुँदैछ होइन। र हामी पनि हावाले मेरो कपाल जति उडाएर रामझोडाबाट निस्केको चाहिँ जाँदैछौँ र हामी माक्राबाट यो बोर्डर हो। त्यसमा चाहिँ अब हामीले एन्ट्री गर्नुपर्छ, डकुमेन्ट्सहरू जम्मा गर्नुपर्छ। त्यहाँनिर हामी जम्मा गरेर चाहिँ अहिले यहाँ वेट गरिरहेको छौँ होइन। यहाँ बोर्डर हो, यो गम्टु भुटानको र हामी भित्र पस्यौँ होइन। तर पुरा साथीहरू भुटान चाहिँ एकदमै मैला रहेछ, पुरा धुलो, घाम पुरा हो। घुम्नु पनि राम्ररी घुमेन र एकदमै घाम बेसी भएर चाहिँ हामी रिटर्न भयौँ र अब हामी फर्किने होइन। गम्टुबाट फर्केर चाहिँ हामी माक्राबाट जाने। हामी यहाँ रविन दाजु जो अहिलेको कन्टेन्ट क्रिएटर हुनुहुन्छ, फेमस, हाम्रो डुवर्स माक्राबाट चाहिँ भेट्नु गएको हामीहरू होइन। हाम्रो दादा चाहिँ एकदम उहाँको फलोवर पुरा चाहिँ फ्यान रहेछ। हामी भेट्नुको लागि लगेको माक्रापाडामा र अहिले हामी बिरपाडा आयौँ र लभलीमा अलिकति नास्ता गर्नको लागि पसेको छौँ। हामीले हल्का नास्ता डोसा